धरान 8मा रहेको यो बौद्ध दाह संस्कारभित्र अहिले निर्माणाधीन चारधाम। ओहो के छ अब यहाँनिर चाहिँ यो तपाईँहरूले देख्नु भएको छ यो 137 वटा भने मैले च्यानहरू यो 137 लाई यो दाहिनेपट्टि लगेर चाहिँ मतलब ठुलो खाडल खनेर त्यो एकमुष्ट गर्दैछु। अनि यस्तै किसिमको छेउछुन बनाएर त्यो छेउछुनमा चाहिँ मतलब मान्छेहरूले चाहिँ त्यो लेख्नु चाह्यो भने त्यो लागेको मार्बल खर्च लिने त्यो लिने भनेर उनीहरूको पनि आफ्नो कथावस्तु हुन्छ। हरेक व्यक्तिहरूको आफ्नो पृथ्वीको मतलब भोलि पर्सि सामाजिक सञ्जालमा बिग्रेर मैले अस्ति नै नामहरू प्रतान्त्रिक शक्तिहरूलाई ल्याएकोले मैले त्यहाँ बनाउने भनेर तयार गरेको छु। कति दान चाहिँ कति दिनुपर्ने नाम लेख्नु? होइन त्यो खर्च उनीहरूले हाल्छ क्या एउटा चाहिँ 4-5 हजार लाग्ला या 3 हजार कति लाग्छ मार्बल खर्च त्यहीको नत्र भने यो बन्दै गरेको निर्माणाधीन चारधाम धरान 8मा अवस्थित बौद्ध दाह संस्कारभित्र। नानी को नानी हु इज ही? बुद्ध बुद्ध ही इज अ तथागत बुद्ध है। वाह सो पीस। धरान 8 वाह ल अब सुनिहाल्नु यहाँको अध्यक्षज्यूको कुरा। तपाईँहरूले यहाँदेखि चाहिँ यहाँ भएको 100 कतिवटा 35 कतिवटा भन्नुभयो त्यो सबै यता स्थानान्तरण गरिनेछ अरे। ल ल अब यो ठाउँलाई पनि अलिकति विकास गर्नुपर्ने भएछ। नमादम शिलान्यास भइसकेको है? हजुर यो शिलान्यास भइसकेको जब बुद्ध गयो यो सबै त्यहाँ नहटेसम्म यहाँ बनाउनु मुस्किल भयो। नगर प्रमुख हक्सी हरकराज सम्पाङ राईज्यूद्वारा शिलान्यास गरेको त्यो कारणले गर्दा यो त्यहाँ हटाएपछि बल्ल हामीले सुरु गर्ने हो। नानी बाजे जिउवा कुन थियो बाजे? त्यहाँ छ बाजे जिउवा त्यहाँ छ नि त हाम्रो बाजे बाजे जिउवा। ए here he is sleeping in eternal peace. He is your grandfather. जिउवा he is sleeping in eternal peace. जिउवा बाजे जिउवा गरेर आउनु तपाईँ जिउवा गरेर आउनु त आउनु त आगो जिउवा।